बाल बलात्कार सहित 25वटा यौन अपराधमा बेलायतमा एक नेपाली पुरुषलाई 25 वर्षको जेल सजाय। काठमाडौँका 49 वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले 7 बालिका र 1 महिला विरुद्ध 25वटा यौन अपराधमा दोषी ठहर गरेको छ। उनको अपराधमा 8 वर्षकी बालिकाको बलात्कार पनि समावेश छ। बेलायती अभियोजकहरूले पीटरबरोको घनिष्ठ नेपाली समुदायभित्रको विश्वसनीय व्यक्तित्वको रूपमा वर्णन गरेका नेपाली पुरुषलाई लगभग 2 दशक लामो यौन अपराधको श्रृङ्खलाको लागि जेल सजाय सुनाइएको छ। काठमाडौँका मूल निवासी र हाल पीटरबरोको ग्रान्ज रोडमा बसोबास गर्ने 49 वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले 7 बालिका र 1 महिला विरुद्ध 25वटा यौन अपराधको दोषी ठहर गरेको थियो। उनको अपराधमा 8 वर्षकी बालिकाको बलात्कार, 17 वर्षभन्दा बढीको अपराध समावेश छ। ढकाललाई 25 वर्षको जेल सजाय सुनाइएको थियो, जसमा थप 8 वर्षको लाइसेन्स पनि दिइएको थियो। रिहाईपछिको विस्तारित सुपरिवेक्षण अवधि। दोषी ठहरिएकाहरूमा 13 वर्ष मुनिका बालिकालाई बलात्कार गरेको 5 अभियोग, 13 वर्षभन्दा माथिका बालिकालाई बलात्कार गरेको 2 अभियोग र यौन दुर्व्यवहारका अन्य धेरै कार्यहरू समावेश छन्। धेरैजसो अपराधहरू पीटरबरोमा भए पनि लन्डनमा कम्तीमा एक पीडित दुर्व्यवहारको शिकार भएको थियो। अदालतका अनुसार स्थानीय नेपाली समुदायमा ढकालको अधिकारको कथित स्थिति, केही धार्मिक समारोहहरू गर्ने लगायतले उनलाई साना केटीहरूसँग विश्वसनीय पहुँच प्रदान गर्यो। अभियोजक क्लेयर म्याथ्युजले अदालतलाई बताए कि एक पीडित जसले एक पटक ढकाललाई दोस्रो बुबाको रूपमा देखेकी थिइन्, उनले असहाय महसुस गरेको सम्झिन् र उनले उनलाई यसले धेरै समय लिने छैन भनेकी थिइन्। उनले भनिन् कि भावनात्मक हेरफेरले मलाई वर्षौंसम्म चुप लगायो र सांस्कृतिक रूपमा बाल्यकालमा यो दुर्व्यवहारको खुलासा गर्नु असम्भव महसुस भयो। अन्य पीडितहरूले भने कि उनीहरूले विश्वास गरे कि उनीहरू एक्लो थिए, जबकि अर्काले घोषणा गरे, म उनको लागि पूर्णतया खराब बाहेक अरू केही चाहन्न। दुर्व्यवहारका कारण धेरै बाँचिएकाहरूले मानसिक विचलन भोगेको रिपोर्ट गरे। न्यायाधीश मार्क बिशपले ढकाललाई पहिले कुनै दोषी ठहर नभएको उल्लेख गर्दै भने कि प्रतिवादीले सबै आरोपहरू अस्वीकार गर्न जारी राखे र पीडितलाई दोष दिने प्रवृत्ति प्रदर्शन गरे। न्यायाधीशले थपे कि ढकालले जीवनका पछिल्ले समयमा आफ्ना पीडितहरूको उपलब्धिहरूको श्रेय धेरै अनौठो रूपमा लिएको थियो। अनुसन्धानको नेतृत्व गर्ने डिटेक्टिभ कन्स्टेबल फिलिप्पा म्यालेटले भनिन् कि यो मुद्दाले प्रहरीले ऐतिहासिक दुर्व्यवहारको रिपोर्टलाई अत्यन्तै गम्भीरतापूर्वक लिन्छ भन्ने कुरालाई जोड दिन्छ। उनले पीडितहरूको साहसको लागि प्रशंसा गरिन्, भनिन् सजायले थप क्षति हुनबाट जोगाएको हुन सक्छ। ढकाललाई कम्युनिटी व्यक्तित्वको रूपमा केही मिडिया विवरणहरूका बावजुद पीटरबरो नेपाली समाजका पूर्व अध्यक्ष महेश अधिकारीले ढकाल संस्थाको सदस्य नभएको र सामुदायिक गतिविधिमा कहिल्यै सक्रिय नभएको स्पष्ट पारे। हालैका वर्षहरूमा ढकालले उक्त क्षेत्रमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका थिए।